गौथली फिल्मबाट नेपाली सिनेमा नगरीमा आफूलाई जति नै रेक्टरको भूकम्प आए पनि केही फरक नपर्ने गरी स्ट्याब्लिश गरेका अरुण छेत्री कुनै दिन जापानबाट 5 लाख रुपियाँ लिएर नेपाल फर्केका थिए बच्चा बेलादेखिको सपना पूरा गर्न हिरो बन्न 2016 मा नेपाल आएका उनले सुरुमै एकदमै सही र गर्नै पर्ने काम गरे एक्टिङ सिक्न फिल्म स्कुलमा भर्ना भए उनले पढाइ सकिसक्दा 3 वर्षसम्म उनले नभेटेका कुनै फिल्म मेकर थिएनन् उनीसँग एकजना निर्देशकले त 50 लाख रुपियाँ मागे पनि त्यतिकैमा उनको भेट सन्तोष सेनसँग भयो प्रेम गीत 3 का लागि स्क्रिप्टमा काम गर्दै गरेका सन्तोषले अरुणसँग त्यो प्रोजेक्टमा काम नगरे पनि अरुणलाई पोजिटिभ एनर्जी भने दिइरहे अब सोच्नुहोस् एकजना प्यासनेट आर्टिस्टले आफूले सक्ने हरेक कोसिस गर्छ त्यही क्रममा अरुणले पनि आफूले डान्स र एक्टिङ गरेका भिडियोहरू डाइरेक्टर्सहरू र मेकर्सहरूलाई पठाउने गर्थे एक दिन त्यही भिडियो हेरेर अरुणलाई रेनेशा बान्तवा राईको कल आयो र ज्याकी M21 का लागि सपोर्टिङ रोलको अफर आयो अनि सायद त्यहाँबाट नै अरुणको जिन्दगीमा उनको एफर्टले लकको पनि साथ काठमाडौँमा डान्सर्स भनेको उनीहरू मात्रै हो अरु कहाँबाट ल्याउने ज्याकी M21 का कास्टिङ डाइरेक्टरले अरुणको नाम रविन्द्र सिंह बानियालाई रिफर गरेका थिए त्यतिबेला जात्रा र जात्रै जात्रा हिट बनाएका प्रदीप भट्टराई र रविन्द्र सिंह बानियाले आफ्नो नयाँ सिनेमाको लागि नयाँ अनुहार खोजिरहेका थिए हरिवंश आचार्यसँग अडिसन दिएका अरुण छेत्रीले उनी अडिसन दिन जाँदा एकजना नाम चलेका हिरो पनि सँगै आएका सुनाउँछन् अडिसनबाट फर्केपछि एक दिन उनलाई कल आयो हेलो म रविन्द्र सिंह बानिया बोल्दैछु तिमी महापुरुष भन्ने फिल्मको लागि सेलेक्ट भयो भोलि भेटेर अरू कुरा डिस्कस गरौँ है त उनलाई त्यो खुसी सम्हालिसक्नु थिएन बट त्यति बेलासम्म कोरोना यानि कि कोभिड भाइरसले गर्दा काठमाडौँमा थर्ड लकडाउन सुरु भयो घरबाट फोन आउन थाल्यो साथीभाइले सोध्न थाले उनले पनि लगभग हार मानिसकेका थिए अनि 15 महिनापछि प्रदीप भट्टराईले उनलाई फेरि फोन गरेर भने तिमी हामीलाई चाहिने मान्छे हो महापुरुष भन्दा अगाडि उनले लास्टै र्याग भयो मायाको संसार भन्ने फिल्म गरेका थिए महापुरुषपछि उनले प्रेमा ज्याकी M21 र तुलसी घिमिरेको पहाड भन्ने सिनेमा खेले महापुरुषमा उनको अभिनय गजबको थियो र इन्टायर फिल्म इन्डस्ट्रीले उनको पोटेन्शियल देखिसकेको थियो मात्र पर्खाइ थियो एउटा यस्तो सिनेमाको जसमा उनले आफ्नो कलाकारिताको भेरिएसन देखाउन सकुन् र त्यो मौका पाए उनले फिल्म गौथलीबाट गौथलीलाई दर्शकले पनि अथाह माया दिए र क्रिटिक्सले शब्दको गुच्छाले अरुणलाई पुरिदिए 2016 मा 5 लाख बोकेर जापानबाट नेपाल फर्केका अरुण 2026 मा नेपालका एक कमर्सियल अनि रेन्ज भएका एक्टरको रूपमा आफूलाई एस्टाब्लिश गर्न सफल भएका छन् अरुणले अहिले ब्याक टु ब्याक फिल्महरू साइन गरिरहेका छन् उनले भर्खरै मिलन च्याम्सको म मदन कृष्ण साइन गरेका छन् भने जेरी अन टपका प्रोड्युसर सरोज न्यौपानेले 3 वर्ष अगाडि नै अनाउन्स गरेको लोकल हिरोमा दयाङ राईलाई रिप्लेस पनि गरेका छन् जे होस् फिल्म इन्डस्ट्रीमा आफ्नो बाटो आफै कोरेका अरुण छेत्री बेलबासेले स्क्रिप्ट छान्दा निकै होस पुर्याउन् र उनको आगामी दिनमा उनले आफै कोरेको सुपरस्टारडमको बाटोमा कुनै अवरोध नआओस् उनलाई यही नै शुभकामना